गर्नुपर्छ भनेर सदैव प्रेरित गरिरहन्छ। त्यसकारण मलाई एमाले मनपर्छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, उहाँले पनि काम गरेकै कारण, राष्ट्रवादी भएकै कारणले गर्दा थुप्रै आक्रमणहरू खेप्न परेको छ। त्यस्ता आक्रमण तत्त्वहरू सल्बलाइरहेका छन् र म स्मरण गर्न चाहन्छु 2072 साल जुन बेलामा देश भूकम्पका कारण थलथलिएको थियो, अर्थतन्त्र ध्वस्त भएको थियो, विकास निर्माणको काम ठप्प भएको थियो, सम्पदाहरू ढलेका थिए। त्यस्ता समयमा राष्ट्रको लागि काम गर्नुभयो, नेतृत्व दिनुभयो र त्यो समयमा हामीले राजनेता मानेर सम्मान गर्ने त कहाँ हो, झुटो आरोप लगाउने, बदनाम गर्ने तर्फ भने थुप्रै त्यस्ता तत्त्वहरू अघि बढे। तपाईँ हामी जस्ता युवाहरू, आजका युगका 21औं शताब्दीका युवा भनेर हामीले भन्छौँ भने